अब टुल्लु कहाँ दाइको कुरा सुन न, रिजेक्ट यति नहाल्नु न। ठुलो मान्छे रोक्नु न पहिले मलाई भन्न दिनु टुल्लु कहाँ यति ठुलो मान्छे मैले बिफेन दादा लेखेको मान्छे मलाई कहाँ त्यस्तो लभ गर्नु होला सोचेको थिएँ अनि पुरा के व्हाट्सएप नम्बर सिधा व्हाट्सएप नम्बर फलो ब्याक दिनु टिकटकमा फलो हानेन त्यो त अब एउटा कार्य हो नि त फलो ब्याक दिनु भएन कहानी होइन यता सुन रियल हो यो बुहारी यस्तो टिकटकमा फलो ब्याक किन नदियो भन्दाखेरि पछि तिमीसँग आइडी साइडी माग्ने अरू टिकटकमा अरू केटीसँग बोल्छ होला त्यो पनि हुन सक्छ अनि अनि त्यही भएर फटाफट व्हाट्सएपमा बोलाइहालेको तिमीले एक साइडमा अरू पनि चेक गर्नु फेसबुकमा कोही अरूसँग बोल्ला यो एकदम कति छन् उडै छोडिदिउँ होइन त्यस्तो त होइन त्यस्तो त उडै छोडिदिउँ कति छन् कति बाबु यस्तो भन्दैन यस्तो भन्दै न दायाँ न बायाँ आजभोलि तिमी नै हो मेरो माया भन न न दायाँ न बायाँ आजभोलि तिमी नै हो मेरो माया खोइ म त आफ्नो दिदीलाई थोरै के अब जलाउनका लागि मेसेज गरेपछि को त्यो भन्ने मैले अनि केटीसँग नबोल्नु न मेरो मन दुख्छ भनेपछि चुप लाग तँलाई के चाहियो भन्ने अब खोइ यस्तो मायामा पनि अलिकति झगडा हुनुपर्छ क्या होइन र के कसो बुझेन कुरो मायामा अलिकति झगडा हुनुपर्छ तर मार काट चाहिँ हुनु हुँदैन त्यो माया भन्दा। त्यतिसम्म त हुन्न होला त्यो पारसको त टोपी त यस्तो लभ पर्यो त यस्तो टोपी हेर नि त्यहाँ तर मनको चाहिँ राम्रो छिनिने जे यस्तो भयो पनि होइन अब अनुहारले पनि राम्रो छ के भन्नु तैँले अनुहारले घिन लाग्दैन भन्न खोजिस् तैँले राम्रै छ नि त अनुहार मनको पनि सफा अनि अनुहारले पनि राम्री छिन् होइन अनुहार पनि राम्रै छ म त खुसी छु अब त्यही पनि अब होइन यस्तो राम्रो पाउँदाखेरि म त एकदम कता कता मलाई लाग्छ कि म कता कता पुगिसकिरहेको छु भनिरहेको छु नि त भाग्यमानी सोच बाबु आफूलाई भाग्यमानी यस्तै आफ्नो परिवार छोडेर आफ्नो घर परिवार छोडेर तँ जस्ता लफाङ्गासँग आछि नि राम्रोसँग राख्नु भन्दैछु म घटी दादाले सही भन्नु लफङ्गा भनेर म भन्दैछु केही दुःख दिए थाहा पायो भने जाने कि नै म गन्ना लिएर आउनु गन्ना यत्र गन्नाका भाटा ल्याएर तेरो करम भाँच्नु भन्दैछु दादा गन्ना हजुर नल्याउनु गन्ना मेरो टिकापुर कैलालीमा लास्टै लगाउँछन् गन्ना ल्याउने जिम्मा ट्र्याक्टर ल्याउने जिम्मा मेरो अनि कुट्ने जिम्मा हजुरको गन्नाले दिनु म तँलाई बुझ्यो कि बुझिनै करङमा याद गर्नु यिनको घरतिर त धेरै केरा हुने रहेछ अनि त्यसै उखु हुनेछ के गड्डा खडला घुम्न कहाँ जाने भने सोध्न घुम्न काठमाडौँ आउँछ होला भनेको त अन्तै रहेछ प्लानिङ घुम्न यता सुन बिहेपछि घुम्न जानुपर्छ होइन घुम्न चाहिँ कहाँ जाने हो तिमीहरू यस्तो मुस्ताङ जाङ्ला हनी बनाउला छोराछोरी जुलिया बनाउला भन्ने हो कि पोखरामा हो पोखरा ओ भाइ भरौ कहाँ जाने हो तिमीहरू पोखरा मुस्ताङ जाने हनीमुन बनाउने हो कि गीत खतरा हुन्छ मान्छे चाहिँ डिसिजन गरिहाल डिसिजन गर कहाँ जाने के गर्ने भनेर पोखरै हो अब गीत छ नि त मुस्ताङ जाम्ला हनीमुन मनाउला भन्ने गीत छ त्यही भएर मुखमा त्यही आउँछ यसलाई मैले त्योसँग भेटाइदिनु भनेको थिएँ कि आज दाइ एउटा त पातली केटी थिए नि मसँग भिडियो बनाएको त्यो छोड्दैन अघि रोहिणीले तुलुसलाई बधाई भनेको भनेर रोहिणीले मलाई हैरान पारेको थिइन् यता छोड्दै त्यो कुरा छोड्देऊ घुम्न जहाँ गयो भने पनि अब पोखरा जाने प्लान गरेछ भने पोखरा जानु यताउति गर्नु तर बिहेमा चाहिँ मलाई बोलाउनु बिहेमा चाहिँ म आउँछु मेरो त पोसिबल छैन यो लाइफमा मेरो बिहे चाहिँ पोसिबल छैन थाहा छ हुन्छ दाइको अझै 7-8 वर्ष नहुने सक्ने सम्भावना 7-8 वर्ष होइन मैले मेरो मन नै अर्कैलाई दिइसकेँ कि मेरो मन नै मेरो अरूले लर गइसक्यो मन बिनाको मान्छे वन मान्छे एक घन्टामा गाइज एक घन्टामा लिन्छ फेरि साटासाट हुन्छ एक घन्टामा है त्यो मन धेरै भारी भइसक्यो त्यो मन गाइज हो गुड भएर के अलिकति वेटी भन्छ क्या वेटी गाह्रो छ माया गर्नको लागि मुटु चाहिन्छ के भाइ बुहारी मुटु चाहिन्छ माया गर्नको लागि तर जो मान्छेसँग तिमीहरू बोलिरहेका छौ नि त्यो मान्छेसँग मुटु नै छैन के मुटु नभएर त आसम्म बाँच्नु भयो होला सही भन्यौ म गलत कहिले भन्दिन
थाहा छ मलाई। वन मान्छे हो वन मान्छे बुझेको बुझेन वन मान्छे त्यो त भए हामीले देखेकै हो। जङ्गलमा यस्तो हुनुहुन्थ्यो होला, घरमा जस्तो हुनुहुन्छ टाइपको। त हजुर त बाबु ओए यता सुन मैले बुहारीलाई के पनि भन्न मिल्दैन भनेर मात्रै हो नत्र तैँले तह लाउने होस् बुझि नै पछि संस्कार एउटा बोल्ने ऊ दादा नसिकाइछन् राति कुट्छन् मलाई कुट्छन् सधैँ कुट्छन् आज मेरो खुट्टो यो खुट्टै भाँचिदिनु भयो बाबु खुट्टामा नानु पैतालामा चोट लाग्दैन पैतालामा हान्नु देखिँदैन यस्तोमा म हिँड्न नसकेपछि अनि काम कसले गरिदिन्छ त दादा काम म गरिहाल्छु र तिमीलाई त हानी चोट लागेर सबै गर्छु मैले माया देख्यौ राजाहरू माया देख्यौ सपोर्ट गर्छु बहिनीलाई सपोर्ट गर्छु त अनि किन माया हान्ने? देख्यौ त्यही जेले हान्छ त्यही समातेर उल्टो उसलाई सुधारेर पैतालामा दिनु उसलाई पनि। तिमी अलि कुरा बुझ्दैनौ कि अलि बच्चा छौ हेर अझै होइन तिमीलाई अलि कुरा बुझ्ने अझै 2-4 वर्ष लाग्न सक्छ होइन अझै बुद्धि तिम्रो चिप्या छैन के बोलिदिरहेको छु के गरिरहेको छु भने तिमीले यो कुरा अझै ढली छैन कि तिमीले ठिक छ ना यता सुन यस्तरी बुढीलाई गाली पनि गर्नु हुँदैन माया गर्नुपर्छ बुढीलाई बुझेको बुझिन बुढीलाई माया गर्यो भने बुढी पैसा बचाउँछ पैसा यताउति लगायो बुढीलाई चलाउनु दिनुपर्छ बुढी आदि घरवाली हुन् कि पैसा चलाउन सालीको आधा घरवाली हुन्छ बुढीको आधा घरवाली हुन्छ कस्तो कुरा गर्नु भएको हजुरले बिजु त्यसरी नपस्यो यो बुढी आदि घरवाली कहाँबाट आयो दादा यहाँ सुन्छ साली आधा घरवाली त सबले सुनेको थियो आज त पुराले सुने बुढी आधा घरवाली हुन्छ भने पुराले बुढी आदि घरवाली वाला के खालको यसले डायलॉग हाने यार बारवाली चाहिँ को छ नि तेरो पुरेवाला बुढी आदि घरवाली म भयो कि बुढी नि भयो कि आदि घरवाली म भयो कि ठिक छ यता सुन ए त्यस्तो पो। यता सुन वाउ हजुर मासु सासु ल्याएर खुवाउँछ कि खुवाउँदैन बुहारी आज चाहिँ खसीको मासु मलाई मन पर्दैन माछा बोका खसी बाख्रा बोका त मन पराउनु पर्ने हो त त्यसको मासु चाहिँ मन पर्दैन ए रातो गाईलाई नहान पाप लाग्छ बेबी हानेपछि तिम्रो शरीरमा टुल्लु भाइको आई लभ यु छाप बस्छ भनिदेऊ कि एकचोटि ओ माई गॉड कहाँबाट निकाल्छ यार यसले यस्तो खतरा कहाँबाट यो कवि दिपेन्द्र महोदयज्यूलाई एकदम धन्यवाद छ यार यस्तो खतरनाक कवि छ यार मेरो मोबाइलमा किन गर्छु के यता सुन ए हजुर दाइ। बाबु यो पहिला बुहारी फोन गर्ने बेला रिस गाली माग्थ्यो कि माग्थिने नाइ होइन 3 दिन मात्र छ्या, बोलेको दादा म 3 दिन बोलेको दाइ हानी मागेन मैले कहिले त्यस्तो सोच्न पनि सोचेन यहाँ सुन्नु अब जनताहरूलाई के लागेको होला भाइरल छ अनि पैसा होला अनि आए के होली जस्तो लागेको होला सरी त्यसको भ्रममा नपर्नुहोस् म पैसाको लागि पनि आए होइन कुनै केही चिजको लागि आए होइन बस जिन्दगी भर साथ दिनको लागि आयौँ जा दनक दि जा बुझो हाल्दी मुखमा जो पनि बोल्न माथे बुझो हाल्दी जा बुहारी होस् त यस्तो होस् संसार की सब जाने की सब काम गर्ने जाने जा चिरी कहाँबाट मलाई पाउने उठाइदिएर उहाँ भाडा माझ लगाउँछु नि दाइ बिहानै भाडा माझ्ने गरे मैले उहाँ हेर्नु त त्यस्तो भन्छन् बाबालाई दि दनक यार अहिले तँ कुरा काट्ने के बोल्नेलाई सबजनालाई मुखमा बुझा हाल्दी जा कडा दि 7 करोडको एन्सर दि कहाँबाट पाउने यस्तो ए बानर मुखेलाई कसरी परिन् यस्ती राम्री विश्वकी अप्सरा जस्तो नगर्नु ल तिमीहरू कति बजेसम्म लाइभ बस्छौ ए एकछिन बस्छौ अब सुत्छु म त झुकेर 5 बजेसम्म मान्छे दर्शकहरूले जानै नदिएर रे बिहानै पार्यो रे हिजो हजुर हिजो यता सुन अब दर्शकहरू जान मान्दैनन् हेर रातभरि तिमीहरूलाई हेरेर बस्दिन्छन् बुझेको बुझेनौ तर निन्द्रा सिन्द्रा पुग्दैन चाँडै सुत्नु यताउति गर्नु यताउति सुतिहाल्नु चाँडै है हजुर ल म पनि जानला 12 बजिसकेछ म सुत्न गयो अब गुड नाइट अहिले लाइभमा एकअर्कालाई खाना खुवाउँछन् ल्याएर माया ओ मलाई पनि होइन सुन म पनि आउँछु अहिले लाइभमा म पनि
यहाँ सुन्छ दिजु यता सुन भन्छ यता सुन म के भन्नु लाग्थेँ भन्दाखेरि अँ, यता म सुन्नु के भन् यिनीहरू बिहे त गरे तर बिहेको कपाल डान्स हुँदैन डान्स एउटा टक स्टेप्स वाला डान्स खालको त देखाएन नि यार हामीलाई त्यही त नि दिजु यहाँ सुन्छ आजको हिजो खुट्टा मलाई दुखेछ यस्तो भोक लाग्थ्यो पहिले नि अब खाना पकाइसकेको थियो अनि पहिला खाना त्यति मन लागेन थोरै हालिदिनु भयो अनि थोरै खाथे त्यति खाना पनि मन लाग्थेन अनि राति 1 बजेतिर हो कि 2 बजेतिर यस्तो भोक लाग्यो अनि दाल बसेको थियो अनि भात थियो अनि तताएर ल्याइदिनु न भने अनि तताएर ल्याइदिनु भयो आफै खुवाइदिनु भयो पानी पनि तताएर ल्याइदिनु भयो मान्छे चाहिँ देख्ने बेला मात्रै हाउडे रहेछ के बुझेको बुझेन यस्ता मान्छेहरू आफ्नो बुढीलाई धेरै माया गर्छन् फेरि देख्ने बेलामा जति फेरि हामी जस्ता त फेरि बुझेनौ हामी जस्तो बङ बुझ्यो कि त्यही त नि भोलि मेरो मोबाइल बनाइदिनु ठिक छ ल राजाहरू बिस्तारै पछि भाइको यस्तो देख्दाखेरि मलाई पनि मन त लागिसक्यो बिहे गर्न होइन तर मम्मीले यदि हेरिराख्नु भएको छ भने कि आफै खोज्नुहोस् कि मलाई खोज्न दिनुहोस् मम्मी पालो भइसकेको छ है मेरो पनि मलाई पनि मन लाग्छ मलाई पनि रहर लाग्छ मलाई पनि ऊ लाग्छ है रङ्ग लाग्छ तर के गर्नु मामु गाह्रो छ है फेरि गाह्रो छ आमा बाबाले खोजेको मान्छे राम्रो हुन्न नि हुन्छन् किन हुन्नन् त्यो त आमा बाउलाई मात्रै मन परेको हुन्छ नि त हो मत दिउ के मत डिस्कसन नगरौँ एकअर्का मत दिउ हो के लभ म्यारेज सपोर्ट गर्छस् कि एरेन्ज म्यारेज भन् ल त म लभ गरेर एरेन्ज गर्ने सपोर्ट गर्छु त्यो त धेरै यस्तो यो एकदम मिल्ने खालको कुरा सुन हाम्रो बुहारीको र मेरो कुरा मिलिरहेछ त मिला न आफ्नो भाइसँग कुरा यता सुन त्यो लभ गरेर एरेन्ज हुँदैन कि लभ भन् कि यता भन् यो म यस्तो के भने यसले अब के कस्तो खालको इक्जाम्पल म भन्छु धेरै त भन्दिनँ हो कि नै 2 दिनको 1 दिनको कुरा होस् 2 दिनमा अब जाम भन्ने होस् 3 दिनमा ठिकै छ म तिमीलाई लिन आउँदैछु भन्ने होस् 4 दिनमा चाहिँ सट्ट हजुर गएर ल्याउने होस् त्यति होस् ए फर एप्पल बी फर बल भन्दिमला तिमीलाई फेरि मैले यसले गएर नै सुन तुलु भाइ जस्तो हुनु पर्यो के यसले गएर पसलमा जाँदा भाइ 1 किलो आलु लिएर आइज भन्ने त ल्याउनु सक्दैन यसले लिएर लगाएर यसले नाइ दादा त्यस्तो हुनुहुन्न ल्याइहाल्नुहुन्छ नल्याम अब भनेर मात्रै काहीँ मामुले खोज्या होला भनेर मात्रै हो नत्र त दादा नाइ यस्तो हो के तिमीहरूले बुझेकै छैनौ जो मान्छेसँग तिमीहरू बोलिरहेको छौ नि त्यो मान्छेसँग मनै छैन कि बुझेनौ वन मान्छे हो माया गर्नको लागि मुटु चाहिन्छ के बुझेको बुझेनौ यो मुटु धेरैचोटि टुक्रिसकेको छ अब सम्हालेर अगाडि पनि बढ्नु छैन त्यो बुझिसक्यो दिजु यहाँ सुन्छौ अब माया गरेर अब बेला टुटिसकेको होला हो कि नै त्यही भएर दिजु हो कि नै त्यस्तै लाग्यो मलाई ब्रेकअप धेरै दिल टुटिसक्यो होला कि अब के दिल राख्नु भने निकाल्दिएको